हेलो एभ्रिवान वेलकम ब्याक टु द च्यानल। आज हामी कुरा गर्छौँ यो भिडियोमा केयु काठमाडौँ युनिभर्सिटीको एसओई स्कुल अफ इन्जिनियरिङको डेट रिलिज भइसकेको छ। फुल डिटेल्स चाहिँ यो भिडियोमा हामी कुरा गर्छौँ। एक्जाम कहिले छ, एक्जामको यो डेटहरू कहिलेसम्म थियो, के छन् कसो छन् भन्ने कुरा चाहिँ केयुको स्कुल अफ इन्जिनियरिङको एउटा सर्ट भिडियो चाहिँ हामी बनाउन गइरहेको छौँ। ठिक छ। सो केयुले आफ्नो एप्लिकेसन नोटिस कहिले निकालेको थियो त भन्दाखेरि 17 जुनमा निकालेको थियो। ठिक छ। रजिस्ट्रेसन एप्लिकेसन फर्म 19 जुन गरेको थियो। लास्ट डे अफ रजिस्ट्रेसन 9 जुलाई हो, जुन आजको डेट मैले भिडियो बनाइरहेको डेट चाहिँ लास्ट डेट अफ रजिस्ट्रेसन हो। तपाईँले आज चाहिँ एप्लिकेसनको लागि फर्म फिल गरेकै हुनुपर्छ, पैसा चाहिँ तिरेकै हुनुपर्छ। ठिक छ। अब फर्म क्लोज चाहिँ कहिले हुन्छ त भन्दाखेरि भोलिसम्म रहेको छ 10 जुलाई। ठिक छ। तपाईँ डेट हेर्नु, एप्लिकेसन फर्म चाहिँ कहिले हुन्छ 10 जुलाईबाट हुन्छ। यो बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि ई सेवा इपे ओन्ली मात्र हुन्छ। यिनीहरूले पेमेन्ट लिगिरहेको छन्, ई सेवाको इपेबाट मात्र लिगिरहेको छन्। ठिक छ। केयुको यो टुरवाला कुरा सकिसकेको छ। जुन 25देखि जुलाई 1 सम्म भएको थियो, यो सकिसकेको छ। एडमिट कार्ड चाहिँ तपाईँको जुलाईको 9 गतेबाट चाहिँ तपाईँको एडमिट कार्ड आउँछ। तपाईँले फर्म फिलअप गर्नुभएको छ भने जुलाईको 9 गतेबाट चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि एडमिट कार्ड स्टार्ट हुन्छ। र अब मेन भनेको एक्जामको डेट छ। जुलाई 16-17मा के छ त भन्दाखेरि 16-17मा तपाईँको विराटनगर बुटोलमा प्यारलल एक्जाम हुन्छ। 19 र 23 जुलाईमा केयुको मेन बिल्डिङ होइन, केयुको एसओई बिल्डिङ स्कुल अफ एजुकेसन भन्ने यो हात्तीवनमा छ, यसमा हुन्छ 19 देखि 23। ठिक छ। 20 देखि 22 केयुको मेन क्याम्पस धुलीखेलमा हुन्छ, जुन सेन्ट्रल क्याम्पस हो, त्यहाँनिर हुन्छ। 25 र 26 गते पोखरामा हुन्छ र 26 गते कहाँ हुन्छ वीरगञ्ज हुन्छ। तपाईँले फर्म भर्दाखेरि सेलेक्ट गर्नु भइसकेको छ होला, अथवा फर्म भर्नु बाँकी छ भने छिटोभन्दा छिटो गएर तपाईँलाई कहाँनिर सहिलो हुन्छ त्यहाँ गएर भर्न सक्नुहुनेछ। अनि 9 गते जुलाई 9मा चाहिँ तपाईँको के आउँछ त भन्दाखेरि एडमिट कार्ड डिस्ट्रिब्युसन हुन्छ। फर्म भरिसक्नु भएको छ भने जुलाई 9मा चाहिँ तपाईँको के हुन्छ त भन्दाखेरि एडमिट कार्ड आउन थाल्छ। अब पब्लिकेसन अफ सिबिटी बेस्ड टेस्ट चाहिँ 28 गते रिजल्ट हुन्छ। 26 गते एक्जाम सकिन्छ सबै ठाउँमा। 28 गते तपाईँको रिजल्ट आउँछ। त्यसपछि एप्लाइड प्रोग्राममा चेन्ज गर्नको लागि 29 देखि 30 छ। स्कलरसिप जियोमेट्रिक्सको लागि 29 देखि 30 छ। यो टेस्ट जुन बिआरको आर्किटेक्चरको टेस्ट हुन्छ त्यो अगस्त 3 छ। योहरू चाहिँ यहाँनिर केयुको डिटेल भयो। सो एक्जामको मेन यो डेट आइसकेको छ र केयुको एक्जामको कुराहरू गर्नको लागि केयुको सिलेबस कस्तो हुन्छ भन्नेको लागि म नेक्स्ट भिडियो छिटै ल्याउँछु। तपाईँले हेर्नु भएको होला। केयुमा चाहिँ प्याटर्न वाइज हुन्छ। तपाईँले मिलाउँदै जानुभयो भने गाह्रो आउँदै जान्छ, बिगार्दै जानुभयो भने त्यही अनुसार नै तपाईँको प्याटर्न हुँदै जान्छ। सो केयुको स्कुल अफ इन्जिनियरिङको जसले पनि एक्जाम अपियर गर्दै हुनुहुन्छ उहाँहरूलाई बेस्ट विशेष। र एआई बिटेक एआईको बारेमा पनि सोधिरहनु भएको थियो केयुको, त्यसको भिडियो छिटै नै आउँछ। बिटेक एआई केयुमा कसरी गर्ने, स्कुल अफ साइन्स अन्तर्गत पर्छ कि स्कुल अफ इन्जिनियरिङ अन्तर्गत पर्छ, त्यो पनि म नेक्स्ट भिडियोमा ल्याउँदैछु। तपाईँलाई केही डाउट छ भने कमेन्ट सेक्सनमा गर्नुहोला। सी यु इन द नेक्स्ट भिडियो। टिल देन किप स्टडिङ, किप लभिङ। बाई बाई गाइज।